तामाङ युवाहरू गुण्डा कसरी हुन पुगे? यो प्रश्न सुन्दा अलिकति असहज लाग्न सक्छ, तर आज हामी यही गम्भीर विषयको गहिराईमा पुग्ने कोसिस गर्दैछौं। यो कुनै एक वा दुईजनाको कथा होइन, बरु यसको पछाडि लुकेको त्यो सामाजिक र राजनैतिक कारणहरूको बारेमा कुरा गर्नेछौं जुन अक्सर ओझेलमा पर्ने गर्छ। ल, अब आजको हाम्रो चर्चाको बाटो कस्तो रहन्छ सरसर्ती हेरौं। हामी सुरुमा यही गुण्डाको प्रश्नबाटै कुरा उठाउनेछौं। त्यसपछि अलिकति इतिहासतिर फर्केर यसको जरो कहाँ छ भनेर खोज्नेछौं। अनि आजको समयमा यो समस्या कसरी एउटा दुष्चक्रमा फसेको छ त्यो बुझ्नेछौं र अन्त्यमा यो स्रोतले के समाधान देखाउँछ त त्यो पनि हेर्नेछौं। अब सुरु गरौं गुण्डाको प्रश्नबाट। यो विश्लेषणले के भन्छ भने यो समस्या कुनै व्यक्तिको होइन, यो त प्रणालीको समस्या हो। एउटा निकै महत्त्वपूर्ण प्रश्न यहाँ उठ्छ, काठमाडौँमा पक्राउ पर्ने गुण्डा भनिनेहरूमा तामाङ समुदायकै युवाहरूको संख्या किन यति धेरै छ? यो संयोग मात्रै हो त? होइन, यो त एउटा गहिरो रोगको लक्षण मात्र हो। यो स्रोतले आफ्नो तर्क एकदमै प्रष्टसँग राखेको छ। आज जे भइरहेको छ नि, यो कुनै अचानक वा आफै भएको घटना होइन रे, बरु यो त राज्यले नै जानी लामो समयदेखि गर्दै आएको ऐतिहासिक अन्यायको भनौं न एउटा प्रत्यक्ष परिणाम हो। त्यसो भए यो समस्याको जरो कहाँ छ त? ल, अब अलिकति इतिहासको पाना पल्टाएर हेरौं। हामी त्यो कानूनी आधारलाई हेर्नेछौं जसले गर्दा यो समुदाय आजको यो अवस्थामा आइपुग्यो भनेर स्रोतले तर्क गरेको छ। यहाँ हेर्नुस् त, यो बहिष्करणको कथा सुरु हुन्छ विक्रम सम्वत 1910बाट, जब मुलुकी ऐन आयो। यहीबाट एउटा कठोर सामाजिक तहको व्यवस्था गरियो र यही कानूनले तामाङहरूलाई माशिन्य मतवाली बनेर वर्गीकरण गर्यो। त्यसपछि त के भयो भन्दा उनीहरूलाई प्रशासन, शिक्षा, राजनीति सबैतिरबाट योजनाबद्ध रूपमै बाहिर पारियो। परिणाम, उनीहरू राज्यका लागि भारी बोक्ने र दाउरा काट्ने जस्ता शारीरिक श्रममा मात्रै सीमित हुन पुगे। अनि यो मासिन्या मतवाली भन्ने शब्द, यसको अर्थ सुन्दा नै अचम्म लाग्छ। यसको मतलब रहेछ दास बनाउन सकिने मदिरा पिउने जाति। सोच्नुस् त, यो कुनै सामान्य सामाजिक वर्गीकरण थिएन, यो त एउटा पूरै समुदायलाई कानूनी रूपमै दास बनाउन मिल्छ भनेर राज्यले नै दिएको अनुमति थियो। मतलब उनीहरूको आधारभूत मानवाधिकार नै खोसिएको थियो। ल, त्यो त भयो 150 वर्ष पुरानो कुरा, तर त्यसको असर आज कसरी देखिन्छ त? स्रोतका अनुसार त्यही ऐतिहासिक उत्पीडन आज आएर एउटा खतरनाक विशेष साइकल अर्थात् दुष्चक्रमा परिणत भएको छ र यो दुष्चक्रलाई झन बढावा दिइरहेको छ अहिलेको उपभोक्तावादी संस्कृतिले। आजका युवाहरूको अवस्था कस्तो छ भने उनीहरू दुईवटा बिल्कुलै फरक संसारको बीचमा च्यापिएका छन्। एकातिर टिभी र सोशल मिडियाले देखाउने चम्किलो संसार छ, महँगा बाइक, ब्रान्डेड लुगा र एकदमै लग्जरियस लाइफस्टाइल। तर अर्कोतिर उनीहरूले बाँचिरहेको यथार्थ छ, जहाँ गरिबी छ, राज्यबाटै भेदभाव छ र त्यो सपना पूरा गर्ने कुनै राम्रो अवसरै छैन। अनि यही सपना र यथार्थको खाडलले उनीहरूमा गहिलो निराशा पैदा गर्छ। अनि ठिक यहीँनेर सुरु हुन्छ शोषणको खेल। राजनीतिक दलका नेताहरूले यही निराशालाई आफ्नो हतियार बनाउँछन्। उनीहरूलाई अलिकति पैसा दिएर डन बनाइदिन्छु भनेर आफ्नो मसलको रूपमा प्रयोग गर्छन्। चुनावमा बुथ कब्जा गर्नेदेखि लिएर विपक्षीलाई तर्साउने सम्मका काममा लगाइन्छ। तर जब ती युवा पक्राउ पर्छन्, तिनै नेताहरूले यी त अपराधी हुन् भनेर हात उठाउँछन्। अनि आखिरमा उनीहरू त्यही सिस्टमको बलिको बोको बन्न पुग्छन् जसले उनीहरूलाई प्रयोग गर्यो र फ्याँकिदियो। अब समस्या यति गहिरो र संरचनागत छ भने यसको समाधान के होला त? टालटुली सुधारले मात्रै काम चल्छ त? चल्दैन। त्यसैले यो स्रोतले एउटा अलिक फरक, भनौं न एउटा दीर्घकालीन समाधानको कुरा अगाडि सार्छ। यहाँनिर स्रोतको तर्क एकदमै प्रष्ट छ। अहिलेको यही सिस्टमभित्र सानोतिनो मरम्मत गरेर मात्र यो समस्याको समाधान हुँदैन। वास्तविक परिवर्तनका लागि त शक्तिको पूरै संरचना नै बदल्नुपर्छ। भन्नुको मतलब तामाङ समुदायको समग्र आर्थिक, राजनीतिक र सामाजिक मुक्ति नै यसको एकमात्र दीर्घकालीन समाधान हो। अनि त्यो मुक्ति कसरी हासिल हुन्छ त? स्रोतको जवाब छ एउटा स्वायत्त तामसालिङ राज्यको स्थापनाबाट। उनीहरूको तर्क अनुसार राजनीतिक आत्मनिर्णयको अधिकार बिना यो चक्र तोड्न असम्भव छ। त्यसैले यो नै अगाडि बढ्ने एकमात्र बाटो हो। अब यो तामसालिङ राज्यको परिकल्पना के हो त?
यसले तामाङ समुदायको आत्मनिर्णयको अधिकारलाई सुनिश्चित गर्छ। शिक्षा, प्रशासन, रोजगारी जस्ता क्षेत्रमा विशेष अधिकार दिन्छ। वर्षौंदेखि चल्दै आएको त्यो शारीरिक श्रमको चक्रलाई तोड्ने लक्ष्य राख्छ। र सबैभन्दा महत्त्वपूर्ण, समुदायभित्रैबाट नयाँ बौद्धिक र राजनीतिक नेतृत्व जन्माउने वातावरण बनाउँछ। छोटकरीमा भन्दा यो एउटा यस्तो राज्य हुनेछ जसले तामाङ समुदायको हितको लागि काम गर्नेछ। र अन्त्यमा यो स्रोतले हामी सबैलाई एउटा निकै गम्भीर प्रश्न सोध्न बाध्य बनाउँछ। जब कुनै अन्याय राज्यको जगमा नै गाँजिएर बसेको हुन्छ, के त्यसलाई त्यही प्रणालीभित्र बसेर मर्मत गर्न सकिन्छ, कि त्यसलाई पूरै भत्काएर एउटा नयाँ संरचना बनाउनु नै अन्तिम विकल्प हो? यो साँच्चै नै सोचनीय प्रश्न हो।